गाइजहरु है अब चाहिँ टक्क लाएर भात खान जानुपर्छ टक्क लाएर म रेडी पनि भइसकेको छु गाइजहरु है अब टक्क लाएर भात खानी अब पनि चल्दिनी ब्रो पार्दैमा चाहिन्छ अहिले मिल्छ के राख न त्यही मिल्छ म चाहिँ तर जाडी छु गाइजहरु यस्तो जाडो छ त्यो पनि खुट्टाहरु खुट्टा सुड्डी टक्क लाएर हैन म चाहिँ घर छिरिसकेको छु है कतै गयो नि मेरो सुड्डी ल यहाँ भ्लगमा टक्क उता मेरो दिदी हुनुहुन्छ एउटा मेरो प्यारी मम्मी के छ मम्मी ठिक छ आज खानामा के पाएको छ त भन्दा मछलीको झोल अलिकति तरकारी र भात रहेछ ठिक छ आज चाहिँ टक्क लाएर हामी डट राइड जाँदैछौँ है अनि मेरो चाहिँ आज फर्स्ट टाइम मेरो यो भ्लगिङ यो उसले मेरो फर्स्ट टाइम हो आज टक्क लाएर अब यो क्यामेरा क्वालिटी साइलिटी मिलाउनु पर्ने हुन्छ टक्क लाएर बाइक पनि अब फेरि यस्तै खाके टाइपको बाइक छ बसेछु भाइ ठिक छ गाइजहरु तपाईहरुलाई म दामी अफरोड दामी भ्यूहरु देखाउँछु है अब सुरुवात हो बोल्न अलिकति गाह्रो पर्ला मलाई त्यही पनि म गरिरहेको छु गाइजहरु भ्लगिङ भन्ने कुरा चाहिँ सबजनाले लाइफमा एक टाइम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ भ्लग चाहिँ हैन को चल्छ को चल्दैन थाहै छैन जिन्दगीहरुमा भ्लगिङ भन्ने चाहिँ लाइफमा सबले एक न एकजनाले उस गर्नै पर्छ ल यता केटाहरु पनि रेडी भइसक्यो सबैजना ट्याकटोक है अब हामी जाने चाहिँ यहाँ हो हाम्रो चाहिँ यो कहाँ हो केटाहरुले दामी बाइक उडाउने ठाउँ हो भन्ने कुराले आएको तर ठाउँ चाहिँ सोचेको जस्तो रहेनछ अब चाहिँ हामी जान्छौँ हैन बाइक भइसक्यो हामी चाहिँ लागिसकेको छ भएन त भाइ क्रस नाइस रनका पुडे नि यो पुल कट्न नि कति गाह्रो भएको हो हाम्रो उता सर्ट लाएर क्रिकेट भइरहेको रहेछ होइन टक्क लाएर माउन्ट यो बवाल दामी होइन मेरो साथी कहाँ गयो मार्लाउ ल के भन्यो गाडी फेरि हेलो रमाइलो सबैजनालाई रमाइलो उमेर आउँछ सबैजनाको उमेरमा आएपछि रमाइलो गर्न पर्छ हैन हामी चाहिँ बाटो साटो सब बवाल होइन हामी चाहिँ दाजुभाइ चट लाएर राइडमा लाएर भान्जा बागमा अगाडि उडाउँदै रहेछ यो डिम्बर फसेर हाम्रो फेरि अलिकति मोडिफिकेसन छ अलिकति साइड बोल्दैन साइड लाइट पेट्रोलमा हामी आइसकेको छ यो बाटो बनाउनु अलिकति मिल्दैन लगाएर ब्याटमिन्टनको लागि ट्याक कति मजा है यो कत्रो उडाको मुजी दामी बबाल साथीले बबाल हान्छ रहेछ ल दामी बुझ्यौ आजबाट भिडियो ल हाई भन्देऊ मेरो युट्युबको नाम के थाहा छ आयो गयो साँच्चै आयो गयो आज यस च्यानलको नाम भाइ आयो गयो यस यो चाहिँ बुटोल किन्न पाइन्छ दोकानमा कतातिर होइन बुटोल जाऊ अब उमेर अलि ठुलो भाउ न बाबु अनि यो भटभटे चढ्ने उमेर आइहाल्छ नि तिम्रो पनि होइन र है ल के अरे नाम भ्लगको नाम आयो गयो ल बस ल जाऊ घुम्न जाने भनेर सोधेर आऊ छिटो
ल बाई बाई ओके सयो डट बाइक हो जाने ठिक छ छिराएपछि सयो यहाँ चाहिँ प्रदर्शन लाग्दैछ है गाई छ खैरेनी ल दामी बबाल गाईहरू होइन सयो हान्थ्यो ल बाबु ल उसको रेस ल्याएको रेस लिएर नि रेस ल्याएको खान्छ बबाल दे बाबु दे ल हान्न अझै हान्नुपर्छ है गाईहरू सयो बब्बाल यो गाईमा हामी चाहिँ अब घरतिरबाट लागिसक्यो राइडमा माथि चाहिँ हामीलाई केटाहरू कुदेर उठाएर त उहिले हान्छेको माथि चाहिँ टक्क लाएर केटाहरू कुदेर आएर रहेछ राइड जानलाई गाईहरू है स्याट लाएर हात उडेर उडाएको माटो पैसा छ उडाउ बाउको पैसा उडाउ बाउको पैसा उडाउ उडाउ बाउको पैसा उडाउ होइन उडाउ यो गरेर अरे कस्तो लाग्यो हाम्रो गीत हामी त सिङ्गर पनि हो राइडर पनि हो सबै हन्टर पनि हो तर अलिअलि होइन लास्टमा अलिअलि सबै कुरा अलिअलि टक्क लाएर दिनुपर्छ त्यसपछि हाम्रो रेगुलर भ्लगहरू आउँछ हाम्रो यो राइडको मात्र भ्लग होइन हाम्रो इच एन्ड एभ्रिथिङ भ्लग आउँछ हाम्रो त है सबै भ्लग आउँछ हाम्रो भ्लगको च्यानलको नाम छ आयो गयो त्यस्तै आयो गयो भने चाहिँ तपाईँले पनि सब्सक्राइब पनि आयो गयो तरिकाले दिनु पर्यो होइन हो माइके नचोडी बोल्दैछ सट्ट लाएर जानुपर्छ अब घुम्न म घुम्छु तपाईँहरू हेर्नु छैन म घुम्छु तिमी हेर ल के भयो जो मुझे लेडेको छोरो पड्का गरेको होला नि कपे आयो अरे सबैले लगाउँथ्यो अरे जान्न कि धेरै जान्न मार्च भोलिबाट म त्यो सब चलाएको छिरा न बाबु चिया हामीलाई मुजी सयो ब्लगर सपोर्ट गर्नु पर्यो हाम्रो युट्युब च्यानल नाम के हो भन्न आयो गयो जस्तो थियो त्यस्तै आयो छोपे सबै जान्छ भने सबैलाई भात खुलाउनु पर्छ चितर्नी सबै जान्छ सबैले भात खाएर आइदिने होइन
झ्याम्म लगाएर अरे म घरमै नखानु सकेको भात खाइदिने कि त्यहाँबाट त भात चाहियो कि चाहियो एनिहाउ चाहियो ल गाइजहरू नास्ता खाइयो अब सबै गरियो होइन अब केटाहरूसँग घुम्न जाने अब पर्सन सरसरी जाने भन्ने कुरा गरिरहेको थियो अब त्यो पनि अब गइएन क्यान्सल भयो आफ्नो व्यस्तताको कारणले अब चाहिँ हामी नास्ता खाएर अब घर जाँदैछौँ गाइज हामी नास्ता खाइसक्यो सब टक्कर केटाहरू उठिदिरहेको छ अब हामी चाहिँ घर जान्छौँ अनि त्यसपछि घर गएर सानो छोटो मिठो भिडियोहरू